गाइज हामी चाहिँ बजार आएको थियो हैन। अब काम भएन आज हाम्रो जे प्लान थियो सो चाहिँ हामी कहाँ पेरे भन्ने ठाउँमा जान लाग्छौँ हैन। चेरे भन्ने ठाउँमा जान लाग्छौँ। अनि हल्का फुल्का अनि त्यहाँ यसो फ्रेस हुन र अनि रिफ्रेसमेन्ट यतातिर छ्याङ पाइन्छ होइन। कताको हेरिहाल छ्याङ पनि खान्छ हामी। रोग भाइ यो घरमा त्यहाँ पाइन्छ। कस्तो पाइन्छ हो? तिमीले खाना थाहा नि। जा हामी त छ्याङ खान जाने हो। तिमीहरू पनि जाने हामीसँग घुम्न माथि पेरे के अरे कहाँ अरे चेरे कहाँ केटिएसम्म जाने हो। तिमीहरू घुम्न जाने हो? ल साथीहरू भेटिए हामीसँग जाने। यो हो चेले बाटो केटिएस चेरे तरिका। यो चिप्लाको ठाउँको नाम चाहिँ पेरे के हो नाम पनि है। अनि हामी अहिले केटिएस हुँदै जान लाग्छौँ चेरेमा। यो बाटो बिचमा चाहिँ स्पिड ब्रेकर चाहिँ राख्नु कारण चाहिँ यस्तो ठाउँमा है। भाले छ त है। अब माथि हामी चाहिँ के मान्दैनौँ है आज मारेकोमा। माथि हामी पिकनिक खान जान नै लाग्छौँ होइन। माऱ्यो भने ठुलो माऱ्यो है त्यो सानोतिर छुने नै होइन। यता हो ब्रो असम आसन हो। ठिक छ यता दायाँ भन्नुपर्ने रहेछ हामीले भनेपछि दायाँ। अब सिधा है। हेरौ स्पिड ब्रेकर छ क्या। हल्कामा नलगा यो ठाउँलाई। डेन्जरस गुफा मतलब के छ त्यसमा?
गाइज यहाँ भित्र छ अरे गुफा मान्छेहरू त जान्छ होला नि त गाइज हामी पाक गरेर हिँडेर टक्क लाएर भाइहरूसँग होइन यो चाहिँ फेरि नाम बिर्से चेरे भन्ने ठाउँमा आइपुगेछौँ केटिस यो भ्यू हेर्न सक्नुहुनेछ अनि हामी चाहिँ यो अगाडिको रुखमा बसेर खानेछौँ त्यसपछि उताको पनि भ्यू देखिन्छ यताको पनि भ्यू देखिन्छ मजाले सो टाइमलाई युटिलाइज गर्नलाई हामी यो ठाउँमा आइपुगेको रुखमा पनि गुफा रहेछ कुकुरको लागि गुफा छ है गाइस यहाँ चाहिँ कहाँको पार्वती यो डाँडा पारी खाली भन्ने ठाउँ यता चाहिँ ढिमी भन्ने ठाउँ यता चाहिँ माता ऋषि भन्ने ठाउँ यता चाहिँ बजार भन्ने ठाउँ यता ऊ भन्ने ठाउँ र यता चाहिँ मुस्कान भन्ने ठाउँ भाइ भन्ने ठाउँ र अनि यहाँ चाहिँ म होला के खाने हो अनि मलाई त त्यो जुस ल्याएर त्यो बटरस्कच त्यो अर्को त्यहीँ छ यो दिस इज माइन होइन यसमा चाहिँ खै त ल तल खसेछ ल्या ल त्यस्तो अहिले हामी चाहिँ यहाँ चेरे भन्ने ठाउँमा छौँ होइन अनि यो बिल्डिङ चाहिँ सिटिबिटीको चाहिँ बिल्डिङ बन्दै रहेको छ होइन र यो एरियाहरू चाहिँ एकदमै हेर्नुहोस् पुरै हरियाली चारैतिर डाँडा होइन यहाँ गाई भैँसीहरू पनि यता भइरहेको हुन्छ अनि आँटीहरू पनि छ सो चाहिँ अहिले चाहिँ हामी यतिकै फ्रेसअप हुनलाई चाहिँ यहाँ आएको एकदमै दामी भ्यू छ सो हजुरहरू पनि भिजिट गर्नु होला यो चाहिँ केटिएस भन्दा अझै माथि छ जुम्लाको है सो भिजिट थ्याङ्क यू